नमस्कार, अस्सलाम वालेकुम। म राजबाज नगरपालिकाको कारबाग नगर प्रमुख। आज म हटिया व्यवस्थापन सम्बन्धी केही कुरा लिएर आएको छु। खास गरी हामीले 1 महिना जति पहिलादेखि पनि हामी हटिया व्यवस्थापन गर्नको लागि हटियालाई भित्र लैजानको लागि समन्वय गरिरहेको थिएँ। अब समन्वय गर्दाखेरि हटियाको मेन जुन सब्जीवालाहरू हुनुहुन्छ, जसरी म 1-2 नाम लिन चाहन्छु। गोपालजीहरू हुनुहुन्छ, उहाँ तरकारी व्यवसायको अध्यक्ष पनि पहिला हुनुहुन्थ्यो। अनि हाम्रो वडा अध्यक्ष 5 नम्बरको वडा अध्यक्ष पनि अध्यक्ष रहनुभएको छ। हामीले सबैलाई बसाएर त्यहाँ हटिया रोडमा भन्दा भित्र लग्नुपर्छ भनेर सल्लाह गरेको थिएँ र उहाँहरू 1-2 दिनको टाइम लिनुभएको थियो र हामीले टाइम दिएको थिएँ। त्यसपछि पनि उहाँहरू भित्र जानु भएन। अब यो कुरा थाहा लाग्दैन मलाई कि नगरपालिकाले उहाँलाई गुदाम पनि दिने अनि सब्जी बेच्नको लागि ठाउँ दिने, त्यो कुरा त अलिकति समझमा आउँछ, ठिक छ, हामी ठाउँ दिने, तर रोडमै ठाउँ दिने यो कुन कुरा हो? उहाँहरूले अब कोर्डिनेसनको हिसाबले काम गर्नु भएन। अब नगरपालिका बारम्बार यदि जनताले साथ दिँदैन, त्यहाँको व्यापारीहरूले साथ दिँदैन भने यो काम असम्भव हुन्छ र जहाँ हामीलाई नियम कानुन टेकेर अगाडि बढ्नुपर्छ त्यतिखेर हामी पछाडि छैनौँ त्यसमा पनि। तर जनताको सुविधा हेरेर हामी काम गरिरहेछौँ र यति दिनदेखि हामी तत्पर थियौँ, प्रयासरत थियौँ, तर उहाँहरूले जुन आश्वासन दिनुभएको थियो, जुन हाम्रो कुरा भएको थियो, त्यो हिसाबले चल्नु भएन। अब फेरि भोलि रक्षाबन्धन रहेछ र 1-2 दिन अब फेरि छोडिदिन्छु। त्यसपछि हामी सोमबारदेखि प्रहरीलाई साथमा लिएर र नगरपालिकाको कर्मचारीलाई लिएर र हामी जनप्रतिनिधि रोडमा एउटा पनि तरकारी बजार लगाउन दिन्न। सिटीवालाहरूलाई पनि त्यहाँबाट त्यो रोड खाली गर्नुपर्छ। मिरेन हामीले लगाइदिएका छौँ, त्यो हिसाबले मान्छेलाई सहज रूपमा आवत जावत गर्नको लागि ठाउँ छोडिदिनुपर्छ र सब्जीवालाहरूलाई हामी हटियाभित्र जहाँ ढलान भएको छ त्यहाँ व्यवस्थित पारेको थिएँ, त्यहाँ समन्वय गरेको थिएँ, तर अहिलेसम्म गएको छैन। रोडमै बेच्ने जुन उहाँहरूको बानी हो। र अर्को कुरा, मिलन केन्द्रभित्र उहाँहरू अब बस्नुहुन्छ, तर मिलन केन्द्रमा म एउटा जानकारी दिन चाहन्छु नगरपालिकाबाट। मिलन केन्द्रमा पनि सरकारी वकिलको भवन बन्ने पैसा आइसकेछ। त्यो मिलन केन्द्र खाली गर्नुपर्छ र त्यहाँ भवनको काम सुरुवात हुन्छ र नगरपालिकाको दायित्व हो त्यो जग्गा खाली गरेर दिने। र यहाँबाट म जानकारी पनि दिन चाहन्छु प्रत्येक सब्जीवालाहरूलाई, तपाईँहरू हटियाभित्र जानु, जहाँ ढलान भएको छ त्यो ठाउँमा जानु, बरु ठाउँ छैन भने हामी खोजेर ठाउँ दिने तपाईँहरूलाई, तर मिलन केन्द्रभित्र सब्जी मन्डी नलगाउनु। त्यहाँ कुनै किसिमको त्यो बेचबिखन काम त्यहाँ नगरिदिनु। सोमबारदेखि बिहान 10 बजेदेखि हामी सम्पूर्ण हटाउनेवाला छौँ र त्यहाँ बेच्नुहुन्छ भने, त्यहाँ सामान राख्नुहुन्छ भने तपाईँको सामान नगरपालिकाले उठाएर ल्यायो भने फिर्ता पनि दिँदैन, यो पनि जानकारी गराएँ। र तपाईँहरू कोर्डिनेसन गर्नु, नगरपालिकालाई यसरी अस्त व्यस्त नराखिदिनु। 4 दिन हामी जान्छौँ भने त्यहाँ खाली हुन्छ, फेरि त्यही अवस्थामा आइहाल्छ हाम्रो बजार। त्यसैले यो मात्रै नगरपालिकाको दायित्व होइन, यो सम्पूर्ण यहाँ बस्ने सम्पूर्णजनाको जिम्मेवारी हो र खास गरी सब्जीवालाहरूलाई बाहिर यता रोडमा बस्नु पर्दैन, त्यहाँ भित्रै जानुपर्छ। हामीले जग्गा दिइदिएका छौँ, एउटा राम्रो ठाउँ हो त्यो, त्यहीँ गएर व्यापार बिजनेस गर्नुपर्छ। र यति भन्दै र सबलाई आइतबारसम्म तपाईँहरू सबै थोक खाली गरिदिनु। सोमबारदेखि हामी प्रहरी परिचालन गर्छौँ, नगरपालिकाका कर्मचारी परिचालन गर्छौँ, ट्र्याक्टर परिचालन गर्छौँ र यसलाई सहजतामा ल्याइदिनु, यति अनुरोध गरेँ। धन्यवाद।